रोकथाम गर्नको लागि एउटा उपाय भनेको औषधि सेवन गर्ने हो। अर्को उपाय भनेको तपाईको आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने भनेको समयमै सुत्ने, समयमै उठ्ने, लागु औषध जस्तै जाँड, रक्सी, सुर्ती, चुरोटहरू नखाने, तिनी कुराहरू। र सकिन्छ भने एकैछिन समय निकालेर बिहानमा अथवा साँझमा एकछिनको लागि शारीरिक व्यायाम गर्नुस्। आधा घण्टा जस्तो हिँड्नुस् अथवा कुनै घरभित्रै गर्न सक्ने योगाहरू गर्नुस् अथवा अरू शारीरिक व्यायाम घरभित्रै गर्न सक्ने गर्दा पनि हुन्छ। र आफ्नो तनावका कुराहरूलाई चाहिँ पहिचान गर्नु पर्यो। सुरुमा पहिचान गर्नुस्, त्यसपछि त्यसको समाधान खोज्नुस्। यदि आफैले एक्लै समाधान गर्न सकिँदैन भने हजुरले विश्वास गर्ने व्यक्तिसँग सहयोग पनि माग्नुहोस्। यस्तो गर्दाखेरि चाहिँ हजुरलाई यो एङ्जाइटीलाई केही रूपमा मद्दत गर्दछ। तर दैनिक जीवन नै तपाईको अप्ठ्यारो बनाइराखेको छ यिनी लक्षणहरूले गर्दा भने चाहिँ औषधि खाँदा राम्रो हुन्छ। यो मात्रै गरेर सन्चो हुन्छ भने चाहिँ हुँदैन। तपाईले औषधि सँगसँगै आफ्नो जीवनशैलीको परिवर्तन गर्नुभयो भने चाहिँ निकै नै सजिलो हुन्छ। हस्त, धन्यवाद।